Welcome back to our channel Explore Canada with us. धेरै नै भइसक्यो भिडियोजहरु नहालेको। आज चाहिँ म एउटा इम्पोर्टेन्ट क्वेशन एन्सर गर्न ट्राई गरिरहेको छु थ्रु दिस भिडियो। त्यो क्वेशन भनेको के भन्दाखेरि when you come to Canada or if you are planning to come to Canada, धेरैको दिमागमा आउने प्रश्न हो। त्यो प्रश्न के भन्दाखेरि यदि म चाहिँ क्यानाडा गएर जब गरेर मैले कलेजको फी उठाउन सक्छु कि सक्दैन, यो चिन्ता धेरैलाई हुन्छ। किनकि क्यानाडा आएर घरबाट पैसा मगाउन चाहिँ प्रायलाई गाह्रो नै हुन्छ। सो आई एम गोना एन्सर दिस क्वेशन इन दिस भिडियो, स्टे ट्युन विथ मी। र हामी चाहिँ एकदम प्र्याक्टिकली कुरा गर्नेछौँ, यो नम्बर भन्दा पनि थ्रु माई एक्सपिरियन्स। I'm living here in Canada for 2 years and I've lived in 2 provinces, Ontario र अहिले चाहिँ म न्युफिनल्यान्ड एन्ड ल्याब्राडोरमा छु। र यो दुईटा प्रोभिन्समा पनि डिफ्रेन्ट भेरिएसन्सहरू छ। सो अभियसली एन्ड कुरा गरौँ हाम्रो चाहिँ इन्कमको। अब हामी चाहिँ नेपालदेखि क्यानाडा आउने भनेको आइदर वी विल बी कमिङ इन मास्टर्स, अन्डर ग्राड डिप्लोमा, पोस्ट ग्राड सर्टिफिकेटको लागि आउँछौँ। र नर्मल रेन्जको कुरा गर्ने हो भने, नर्मल फी रेन्जको कुरा गर्ने हो भने एउटा स्टुडेन्टले जो चाहिँ नेपालदेखि क्यानाडा आइरहेको छ उसले चाहिँ अराउन्ड 16 to 20,000 चाहिँ इयरली पे गरिरहेको हुन्छ। कोर्सको लागि फी चाहिँ पे गर्नुपर्ने हुन्छ। र त्यो मध्ये पनि हामीले फर्स्ट इयरको फी चाहिँ नेपालदेखि नै पठाएको हुन्छौँ, किनकि टु मेक आवर फाइनेन्सियल ब्याकग्राउन्ड स्ट्रङ एन्ड टु इन्क्रिज द चान्सेस अफ गेटिङ भिजा। त्यो 18 देखि 20,000 क्याड चाहिँ हामीले नेपालबाट नै फर्स्ट इयरको पठाइसकेका हुन्छौँ। र अब यहाँ आइसकेपछि अब हाम्रो फी यदि हामीले चाहिँ त्यो 18 देखि 20,000 नेपालदेखि पठाएको पैसा चाहिँ यहाँ आएर कभर गर्छु स्टुडेन्ट भिजामै, स्टुडेन्ट पर्मिटमै भनेर इफ यु हेभ द्याट इन माइन्ड, इट्स इम्पोसिबल। यो चाहिँ हुन एकदम गाह्रो नै छ हैन, अनलेस यु आर डुइङ सम इलिगल एक्टिभिटिज, अर्निङ रियली सम गुड amount of money, which is not usually the case. So practically कुरा गर्दा अब हाम्रो पहिलो वर्षको फी गइसक्यो। त्यसपछि अब हामीसित ड्युरेसनको कुरा गरौँ है। हामीसित चाहिँ 8 months चाहिँ पार्ट टाइम काम गर्ने ड्युरेसन हुन्छ क्यानाडा आइसकेपछि, एन्ड देन वी हेभ 4 months अफ ड्युरेसन जसमा चाहिँ हामी चाहिँ फुल टाइम काम गर्न सक्छौँ। अब यो 8 months हाम्रो पार्ट टाइमको जबको कुरा गर्ने हो भने पनि 8 monthमा हामी चाहिँ जब सुरुमा आउँछौँ नेपालदेखि क्यानाडा, सुरुमा आउने बित्तिकै जब पाइन्छ भन्ने चाहिँ एकदमै गाह्रो छ हैन। अराउन्ड 2-3 months लाग्ने नै गर्छ अनलेस यु आर भेरी लकी। र यदि हामी मानौँ 2-3 महिना चाहिँ हामी चाहिँ जब गरेका छैनौँ भनेपछि हामीसित बचेको टाइम भनेको त्यो स्टुडेन्ट पर्मिटमा हुँदा बच्यो 5 months। र म चाहिँ अहिले न्युफिनल्यान्ड एन्ड ल्याब्राडोरमा छु र यहाँको मिनिमम पे भनेको $16 per month छ, सरी $16 per hour छ। र अन्टारियोमा 17 होला, मेबी 18 होला। इन एभरेज हाम्रो चाहिँ मेरो बाई विकली पे भनेको मेरो 24 घन्टा अथवा 20 देखि 22 घन्टा मैले काम गरेर मेरो बाई विकली पे आउने भनेको चाहिँ इट्स अराउन्ड 500 to 600 क्याड हो। र त्यो 500 to 600 क्याडमा पनि बाई विकली त्यति आउँछ, मन्थमा चाहिँ अराउन्ड 1200 आउँछ। र त्यो 1200मा पनि हाम्रो चाहिँ 600-700 चाहिँ मिसेलेनियस रेन्टहरूमा, ग्रोसरिजहरूमा, बिलहरूमा जान्छ। जस्तै अब रेन्टको कुरा गर्ने हो भने अन्टारियोमा हुँदा हजुरले यदि रुम सेयर गरेर बस्नु भएको छ साथीसित भने 300 to 500। र हजुर चाहिँ सेन्ट जोन्स अथवा न्युफिनल्यान्ड एन्ड ल्याब्राडोर त्यस्तो प्रोभिन्समा हुनुहुन्छ जहाँ चाहिँ मान्छे चाहिँ सिङ्गल रुम रेन्ट गरेर बस्छ भने त्यहाँ चाहिँ अराउन्ड 500 to 600। भनेको मतलब हजुरको चाहिँ त्यो 1 monthको आधी पैसा चाहिँ हाम्रो रेन्ट, ग्रोसरी अनि त्यसपछि गएर फोन बिलमै जान्छ। अनि भनेको मतलब हामीसित वी वुड ह्याभ लेफ्ट विथ 500 to 600। र हामी चाहिँ 500 राखेर हिसाब गरौँ, 500 हामीसित रह्यो र हामीले काम गरेको भनेको 5 महिना काम गऱ्यौँ हैन। $500, 500 times 5 भनेको 2500, 2500 चाहिँ हामीले त्यो 5 महिनामा नेपालदेखि आएर 3 महिना हामीले जब पाएनौँ र बचेको 5 महिनामा पार्ट टाइम काम गरेर हामीले चाहिँ 2500 जम्मा गऱ्यौँ। अब मेन फी उठाउन सकिन्छ कि सकिन्न भनेर डिटरमाइन गर्ने फ्याक्टर भनेको हामी चाहिँ ब्रेकमा, जब हामी ब्रेकमा जान्छौँ एकाडेमिक ब्रेकमा
त्यो मोमेन्टमा यदि हामी फुल टाइम गरिरहेको छैनौँ या फिर हामीले दुईटा जब गरिरहेछौँ, त्यो कुराले चाहिँ हामीले फी तिर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा डिटरमाइन गर्छ। र अघिकै इक्जाम्पल अनुसार मानौँ हाम्रो पे चाहिँ मिनिमम वेजै छ भनेपछि हाम्रो बाई विकली 600 1200 आउँथ्यो मन्थली भनेपछि अब चाहिँ कति हुने भयो, हाम्रो चाहिँ 2400 to 2500 चाहिँ हाम्रो पे आउने भयो होइन। अनि 24 देखि 2500 पे आइसकेपछि हाम्रो चाहिँ 500 त एक्सपेन्स नै रह्यो, प्लस हामीले चाहिँ ओभर टाइम केही गऱ्यौँ भने अन एन एभरेज एकदम प्र्याक्टिकल सिनेरियोको कुरा गर्ने हो भने चाहिँ वी वुड सेभ समवेयर अराउन्ड 2000 पर मन्थ, लगभग 2000 चाहिँ हामीले बचाउन सक्छौँ है। 2000 चाहिँ हामी 4 महिना काम गऱ्यौँ भने 2000 टाइम्स 4 8000, हामीसित चाहिँ 8000 यता सेभिङ भयो। अनि गएको पहिलाको सेभिङ चाहिँ 2500, अराउन्ड 10,000 चाहिँ हामीसित सेभिङ हुन्छ। र यो 10,000ले चाहिँ हामीले एउटा सेमेस्टर अथवा 4 महिना अथवा 6 महिनालाई हाम्रो फी चाहिँ मजाले तिर्न सक्छौँ। अनि त्यसपछि गएर अब अर्को सेमेस्टरको लागि चाहिँ यु माइट बी सर्ट अफ मनी 2-3,000 होइन, पैसा कम पर्न सक्छ। र मेरो एक्सपिरियन्समा कुरा गर्ने भने मेरो साथीहरू पनि 2-3 हजार कम परेको नै अवस्था थियो म्याक्सिमम साथीहरू। र उनीहरूले चाहिँ के गरेको थियो भन्दाखेरि नियोको क्रेडिट कार्ड लिएर फी चाहिँ पे गरिसकेको थियो। एन्ड बाई द वे दिस भिडियो इज नट स्पोन्सर्ड बाई नियो, सो नियोको क्रेडिट कार्ड लिएर फी चाहिँ तिरे बचेको नेक्स्ट सेमेस्टरको लागि 2-3,000 5,000 जति तिनीहरूले अन गरिसकेका थिए। र त्यो पे गरेको क्रेडिट चाहिँ उनीहरूको पेरोल आएपछि उनीहरूले दिएर बिस्तारै कटाइरहेका थिए। सो टु बी सर्ट एन्ड टु कन्क्लुड दिस, इट इज पोसिबल टु पे योर फी, but it definitely depends on your luck whether you are getting full-time job or not during your break. And if you are on your full-time break during summer or spring, there are higher chances हजुरले चाहिँ फुल टाइम जब पाउनुहुन्छ। तर यदि हजुरको चाहिँ ब्रेक चाहिँ विन्टरमा छ भने चाहिँ जब चाहिँ आवर जता पनि कट अफ भइरहेको हुन्छ क्यानाडामा ड्यू टु हार्स वेदर, सो दिस फ्याक्टर अल्सो माइट प्ले। सो इट इज पोसिबल टु पे योर ट्युसन फी नर्मल्ली, अनलेस लाइक हजुरले चाहिँ 2-3,000 चाहिँ आफै व्यवस्था गर्नुपर्ने हुनसक्छ। सो द्याट्स द information that I have for you today, and I have much more information regarding Canada. I have been through lots of experience finding unrelated part-time jobs, so yeah, field related full-time jobs, internship, त्यो कुराहरू धेरै experience, and I have my friends all over different provinces from BC, Ontario, Toronto to different places। र हजुरलाई चाहिँ कुनै ठाउँ स्पेसिफिक इन्फर्मेसनहरू चाहिएको छ, त्यहाँको रेन्ट एकोमोडेसन कस्तो छ, अर्निङ वेजेसहरू कस्तो छ भने I'll definitely get back to you with those friends and I'll try to share their experiences too. So stay tuned। र यस्तै म क्यानाडाको लाइफ बारे हजुरको मनमा के जिज्ञासा छ भने I'll try to address those। So till next time, signing off, it's me Prakash, and don't forget to like and subscribe our channel, Explore Canada with us. Have yourself a wonderful day.